बाहिर सानो पनि गफ गर्दै अब यो भाग्यको कुरा पनि रहेछ भन्ने कि गफ गर्दै आएको खान नगर सानोमै अनि छोडेर नि आनेर सानो आएको बर्थडे हिजो मैले भने न तपाईँ आउने बाटोमा कुरिरहेको मान्छे त फर्किँदै आउँदैन हाम्रो चाहिँ 30 वर्षपछिको दिदीबहिनीको मिलन हो यो उहाँहरूको आँसु झरिरहेको छ होइन खुसी अनि मलाई चाहिँ लाग्यो कि अनि मम्मी पनि धेर भएको थियो नि बित्नु भएर अनि एउटा भएको दिदी पनि छोडेर गएको जस्तो लाग्यो अनि त्यो बाटो कुरिनु त मान्छे भयो अब तपाईँ लानु न त्यही हो आमा नभएको मैले उ गर्दै रोको भएर मलाई खिच्न पनि लागेन आमा नभएको पिर्नु हिँडेको तर नि अनि मेरो चाहिँ आज मलाई चाहिँ माया लागेन लागेन त लाग्यो